के भयो अरे यतै हो नि त कन्फर्म हो हो यत्तिकै हो अब आइसकेपछि हाम्रो हरिशलाई भोक लागेर हैरान भइसक्यो हामी चाइनामा आयौँ चाइनामा भात मन नपरेर फेरि इन्डियामा जान लाग्छौँ भात नखाने सल्लाह भइरहेको छ है साथीहरू इन्डियन लिटिल मार्केटमा हामी जाँदैछौँ अब फेरि इन्डियन मार्केटमा जान्छौँ हामी अब मस्त केराको पातमा ट्रेनमा चाहिँ कार्ड घोटे गरेर हामीले पैसा चाहिँ सक्यौँ जस्तो छ के अनावश्यक घोटिरहेको छ हेर्नुहोस् कार्ड पनि कार्ड के चाहिँ गर्ने एक दिनमा लेखेको हुन्छ एक ठाउँमा लेखेको दिमागमा समझमा आउँछ आउँदैन एक्जिट भन्दै इन्ट्री हान्दै पैसा तिर्दै एक्जिटमा जाने रहेछौँ हामी चाहिँ नभए चाहिँ यस्तै हो अब के गर्नु अर्काको देश $1 भन्छ नि हेर्नुहोस् हाम्रो ₹1 नेपालमा भइदियो अब भाडा बढिस लगिस भनेर झगडा गर्न हुन्थ्यो अब के गर्नु अब यहाँ नमिल्ने यहाँको ₹1 हो ऊ चाइना मार्केट आउटको क्या हामी जहाँबाट इन गरेर त्यहीँ पुग्छौँ यो सानसानो यो हो कस्तो राम्रो ब्याग हेर न कस्तो राम्रो ब्याग है ब्यागहरू हेर न कस्तो राम्रो राम्रो हेर अब कहाँ बोकेर जानु है अब हाम्रो म्याडमहरू नरिसाउनु होला अब यहाँबाट बोकेर लान पनि अलिक गाह्रो त्यही भएर अब अर्को व्यवस्था नहुन्छ सबैको लागि त्यस्तै छ सिङ्गापुर आइहाल्छ इन्डिया घुमिहाल्छ चाइना घुमिहाल्छ भन्नु चाहिँ सिङ्गापुर भनिहाल्छ यतै त हो नि यतिबाट होइन यतिबाट आस्तो लाग्छ मलाई फोटो खिचाएको कहाँ गयो फोटो खिचाएको